साथीहरू म अहिले राम्रो अपडेटको साथमा उपस्थित भइसकेको छु। भर्खरै नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना निकालेको छ। यदि तपाईँ म्यादी प्रहरी अथवा निर्वाचन प्रहरी हुने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि। यदि तपाईँ मेरो च्यानलमा सर्वप्रथम भिजिट गर्दै हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनकि मलाई 5%ले मात्र सब्सक्राइब गरेको छ। त्यसैले सब्सक्राइब गरेर सपोर्ट गर्नुहोला कि ताकि यस्तो भिडियोजको साथमा सधैँ म उपस्थित हुनुहोस्। ल साथीहरू, आजको भिडियो सुरु गरौँ। निर्वाचन का लागि नेपाल प्रहरी प्रधान कार्यालयले मानव स्रोत विभागले निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना निकालेको छ। यदि तपाईँ निर्वाचन प्रहरीमा दस्खत दिन चाहनुहुन्छ, एप्लिकेसन एप्लाई गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईँको लागि। त्यसको लागि तपाईँले नेपाली नागरिक हुनुपर्छ। पद सङ्ख्या भनेको यहाँ देख्न सक्नुहुनेछ 1,33,980 रहेछ। त्यसमा भनेको दस्खत दिने मिति भनेको 2082 साल 9 महिना 25 गतेदेखि 2082 साल 10 महिनाको 1 गते छ। बिहानको 10 बजेदेखि 1:16 समय तपाईले सार्वजनिक बिदाको दिन समेत तपाईले एप्लिकेसन दिन सक्नुहुनेछ। दस्खत फार्म पाइने स्थानहरू भनेको जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर, जिल्ला प्रहरी कार्यालय सबै। जुनै ठाउँका तपाईले प्रहरी कार्यालयमा तपाईले एप्लाई गर्न सक्नुहुनेछ। अब साथीहरू उमेर हदको कुरा गरौँ। उम्मेदहरूको कुरा गरेपछि तपाईले दस्खत फार्म दर्ता गर्ने अन्तिम मितिसम्म 18 वर्षदेखि 54 वर्ष ननागेको हुनु पर्यो। र आवश्यकता योग्यता नेपाली नागरिक, साधारण लेखपढ, नैतिक पतन, कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको र भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नरहेको र शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको, आतंकवादी एवं सङ्गठन सदस्यमा नरहेको। र त्यसको लागि तपाईँले यदि पुरुष हुनुहुन्छ भने तपाईँको हकमा घाँटी उचाइ 5 फिट, छाती 31 देखि 33 इन्चको हुनुपर्नेछ र तौल भनेको तपाईँको 50 केजी र महिलाको केसमा तपाईँको घाँटी 4 इन्च 20 फिट 4 इन्च र 20 इन्च हुनुपर्नेछ। त्यसै गरी तौल भनेको पुरुषको 50 केजी भन्दा माथि हुनुपर्नेछ र त्यसै महिलाको केसमा तपाईँको 42 केजी हुनुपर्नेछ। र त्यसै गरी निर्वाचन छनौट प्रक्रिया प्रायोरिटी कसलाई दिनेछ भने नेपाली सेना, नेपाल प्रहरी सशस्त्र बल, नेपालको सेवाबाट वा पहिला जुन नेपाल प्रहरीमा हुनुहुन्थ्यो, जसले काम गरिसक्नुभयो, रिटायरमेन्ट भइसक्यो, तिनीहरूलाई चाहिँ दिन्छ, प्रायोरिटी भनेको छ। त्यसै गरी नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल र नेपाल विक्रम सम्वत 2081 माघ 1 गतेदेखि 82 सम्म पौष मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण उत्तीर्ण भएको हकमा प्रवेश पत्र पेश गर्ने व्यक्ति, तपाईले त्यसको लागि तपाईको आफ्नो फिजिकल फिटनेसको सर्टिफिकेट एप्लाई गर्नुपर्नेछ। र त्यसै गरी यसअघि सम्पन्न भएका प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचन म्यादी प्रहरीको रूपमा भर्ना भइसकेका सन्तोषजनक काम गर्ने व्यक्ति। यदि तपाईँ पहिला काम गर्नुभएको छ भने म्यादी प्रहरीमा तपाईँलाई प्रायोरिटी दिनेछ, प्राथमिकता दिनेछ। र त्यसै गरी विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेना निवृत्त भएको नेपाली नागरिक। र साथीहरू अब कुरा गरौँ
अब कुरा गरौँ सम्पर्क मिति भनेको 2082 साल 10 महिना 4 गते, स्थान भनेको दर्ता गर्ने सम्बन्धी प्रहरी कार्यालयमा तपाईँलाई चाहिँ सम्पर्क गर्नेछ र समय भनेको बिहानको 11 बजे। छनौट सम्बन्धी प्रारम्भ हुने 2082 साल 10 महिना 5 गतेदेखि 2082 साल 10 महिना 9 गतेसम्म। अन्तिम नतिजा प्रकाशन भनेको 2082 साल 10 महिना 12 गते। परीक्षण तालिम सुरु हुने भनेको 2082 साल 10 महिना 15 गतेदेखि 2082 10 महिना 14 गते। निर्वाचन प्रहरीको अवधि भनेको नियुक्त पाएको मितिले जम्मा 40 दिन। नेपाल सरकारले तोकेको बमोजिम। नेपाल सरकारले निर्वाचन अवधिको आधारमा निर्वाचन प्रहरी कार्यालय अवधि हेरफेर गरेमा सोही बमोजिम हुनेछ। र निर्वाचन प्रहरीका सेवा सुविधा भनेको निर्वाचन प्रहरी का लागि नेपाल प्रहरी जवान सुरुको तलब भनेको कति हुनेछ भने तपाईँको 86,940 रुपियाँ हुनेछ। त्यसमा चाहिँ त्यस पैसाको दरले 40 दिनसम्मका लागि 34,786 रुपियाँ हुनेछ। 34,776 हुनेछ, उपलब्ध हुनेछ तपाईँलाई। त्यसै गरी साथीहरू यो कुरा अब त्यसको लागि तपाईँले एप्लिकेसन दिन सक्नुहुनेछ। र यति भन्दै साथीहरू यदि भ्याकेन्सी खुलिसकेको छ त्यसको तपाईँ एप्लाई गर्न चाहनुहुन्छ भने एप्लाई गर्नुहोला। यति भन्दै साथीहरू अर्को भिडियोमा भेटिनेछौँ। जाँदै हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला साथीहरू। र साथीहरू यदि नेपाली प्रहरी प्रधान कार्यालयले तोके बमोजिम दर रेट आधारमा पोसाक बापत रकम उपलब्ध गराउने, तपाईँलाई रकम पनि उपलब्ध गराउनु पर्नेछ। र निर्वाचन प्रहरीलाई उपलब्ध गराउने सम्पूर्ण सेवा सुविधा बापत रकम निजको व्यक्ति बैंक खातामा उपलब्ध गराउनेछ। र कर्तव्य पालनको सिलसिलामा प्रहरी घाइते भएमा निजको स्वयंले मृत्यु भएको खण्डमा निजको हकदार नेपाल सरकार बाट तोकिएको बमोजिम क्षतिपूर्ति प्राप्त हुनेछन्। र निर्धारित अवधिमा आगामी गैर हाजिर रहेमा वा जिम्मेवारी पुरा नगरिकन भागेमा त्यो निर्वाचन प्रहरीलाई कुनै बापत सुविधा उपलब्ध गराइने छैन। यदि तपाईँले रेस्पोन्सिबिलिटी पुरा गर्नु भएन भने त्यसबाट हट्नु भयो भने तपाईँले कुनै खालको सुविधा प्रदान गर्ने छैन भनेर भनेको छ। त्यसै गरी तपाईँलाई कुनै मनासिब कारणले निर्वाचन प्रहरीको करार अवधि भन्दा अगाडि छाड्ने परिस्थिति भएमा 20 वा सो भन्दा बढी दिन काम गरेको रहेछ भने काम गरेको दिनसम्मको सुविधा उपलब्ध गराउने सुविधा तपाईँले पाउनुहुनेछ। र नियुक्ति प्रक्रिया रहेको अवस्थामा नियुक्ति भइसकेको भए निर्वाचन स्थगित वा रद्द भएमा त्यो शुल्क रद्द हुनेछ। र अन्य सुविधाहरू निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल कार्य अवधि 82 मा गएर व्यवस्था भए बमोजिम हुनेछ। र साथीहरू यो तपाईँको लागि एउटा राम्रो न्युज रहेछ। जाँदै हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। र अर्को भिडियोमा भेटिनेछौँ। जय नेपाल। यति भन्दै साथीहरू यो भिडियोलाई सेयर गरिदिनु होला कि सबैले यस्ता अपडेटको बारेमा इन्फर्मेसन पाओस् भन्दै आजको भिडियोबाट बिदा माग्न चाहन्छु। जय नेपाल।